हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। र आज म धेरै दिनपछि हाम्रो युट्युब च्यानलमा ब्याक भइसकेको छु। सो आजको यस भिडियो चाहिँ हाम्रो सर्ट एन्ड स्विट भ्लग हुनेछ। सो अहिले म कलेज जान थालेको छु र आज हामी ब्लु माउन्टेन क्याम्पिङ जानेछौँ र भोलि बिहान ब्लु माउन्टेन चाहिँ हाइकिङ गर्नेछौँ। सो म सबै कुराहरू हजुरहरूलाई देखाउने छु। सो धेरै दिनपछि भ्लग बनाउँदैछु। आफ्टर लङ टाइम भ्लग बनाउँदा छुट्टै मजा आउँदो रहेछ। र अब चाहिँ म गाडी चढेर मेरील्यान्डमा गाडी छोड्छु। सो वहाँबाट ट्रेन चढेर म कलेज जान्छु। सो मेरो साँझमा चाहिँ फिजिकल क्लास छ र फिजिकल क्लास एटेन्ड गर्छु। अनि त्यसपछि मैले दिउँसो अनलाइन क्लास एटेन्ड गरिसकेको थिएँ। अब सबै एटेन्डेन्स भइहाल्छ। अनि भइसकेपछि म कलेजबाट रिटर्न ब्याक आउँछु। रिटर्न ब्याक आएर हामी जानेछौँ ब्लु माउन्टेन, जहाँ हामीले एयरबिएनबी बुक गरेको छौँ र त्यहाँ गएर हामी जस्ट रमाइलो गर्नेछौँ। म तपाईँहरूलाई भ्लगमा सबै चिज देखाउने छु, हेर्दै जानु होला है त। सो यो मेरो रह्यो फुच्चे गाडी। सो अब रेड कलरको छ, यो लगेर मैले अब उता मेरील्यान्ड छोड्नुपर्ने हुन्छ। म चाहिँ यहाँ गाडी पार्क गरिसकेको छु। अब यहाँबाट चाहिँ म कलेज जानेछु। सो मेरो कलेज चाहिँ विनयार्डमा छ। सो विनयार्ड लाग्यौँ है त। सो हामी चाहिँ अहिले यहाँ हाम्रो एयरबिएनबीमा आइसकेको छौँ। यो चाहिँ हाम्रो ब्लु माउन्टेनदेखि नजिकै रहेको छ। अनि हामी 35 मिनट ड्राइभमा आइपुगेको छौँ M4मा। सो M4मा चाहिँ लास्टै छिटो हुन्छ। 110 को स्पिड थियो, स्पिड लिमिट। त्यही भएर हामी छिटो आइपुगेको छौँ। अब हामी यहाँ ब्लु माउन्टेनमै छौँ अहिले छन त। तर हामी चाहिँ ब्लु माउन्टेन रियल जस्तै थ्री सिस्टर्स, त्यसपछि हामी माथि पहाड चढ्नको लागि चाहिँ हामी के गर्नुपर्छ भनेपछि हामी कटुम्ब भन्ने ठाउँमा जानुपर्ने हुन्छ। सो त्यहाँ गएर चाहिँ हामी भोलि बिहान गएर हाइकिङ गर्नेछौँ। वेन्टोर्थ वाटरफल छ, त्यहाँ जानेछौँ। सो हामी एकदमै रमाइलो गर्नेछौँ। यो भयो हाम्रो एयरबिएनबी। सो मैले हजुरलाई देखाइदिइसकेको छु। केटाहरू भित्र बसेर रमाइलो गरिरहेको छन् र अरू यहाँ चाहिँ हाम्रो सम्बन्ध भाइले मासु पोलिरहेको छन्। 1 2 3 गो। सो वेलकम ब्याक टु द सेकेन्ड डे है त। अब हामी चाहिँ आज सेकेन्ड डेमा यहाँदेखि निक्लिसकेको छौँ। एयरबिएनबी खाली गरिसकेको छौँ। सो साफसफाइ गरेर अब हामी ठ्याक्क गाडीमा जानेछौँ। अब हामी चाहिँ वेन्टर फलतर्फ लाग्नेछौँ। लागौँ है त, लागौँ। हामी तिनजना चाहिँ यहाँ बसिरहेको छौँ। अरू तिनजना चाहिँ यहाँ अजिमाइडहरू यता बसिरहेको छ। सो लेट्स गो है त। सो हामी चाहिँ अहिले गाडी पार्किङ गरेर अनि हातमा यस्तरी प्लास्टिकमा ड्रोन बोकेर हिँडिरहेका छौँ। यहाँ चाहिँ हाम्रो सम्बन्ध। सो अब हामी माथि जानेछौँ वेन्टर फल लुकआउटतिर। सो त्यहाँ गएर लुकआउट गर्नेछौँ र वाटरफलमा जान मिल्यो भने हामी त्यहाँ जानेछौँ, हजुरहरूलाई देखाउनेछौँ। सो लेट्स गो है त। अहिले अब वेन्टर फल लुकआउटतिर जाँदैछौँ। तलसम्म बाटो छ। हामी हल्का अब माथि आउँदाखेरि चाहिँ हाइकिङ हान्नुपर्ने हुन्छ। अहिले चाहिँ जस्ट तल ओह्रालोमा जाँदैछौँ माथि बाटो। सो अहिले हामी यस्तो के भन्छ लास्टै तल छ। एकदमै रिस्की हामी डाउन साइड जाँदैछौँ। रसी छ साथमा समात्नको लागि। ल सबैको खुट्टा कामै छ हो। उहाँ माथिदेखि तल अब त के छ सम्बन्ध, रची छुट्यो भने त होइन। आउँदा पानी नपरोस् मेन। सो आफ्टर अ लङ वे डाउन हामी वाटरफलको तल आइसकेको छौँ। सो त्यहाँ चाहिँ साथीहरू अब हामी हल्का ड्रोन सट हान्नेछौँ। हजुरहरूलाई ड्रोन सट पनि देखाउनेछौँ। सो लेट्स गो है त। सो हाम्रो ड्रोन चाहिँ यहाँ ड्रोन सट हान्दाखेरि क्र्यास भएको छ। सो मैले चाहिँ यहाँनिर ड्रोन सट हान्दै थिएँ र यहाँ हेर्न सक्नुहुन्छ ड्रोन पनि क्र्यास भइसकेको छ। यस्तरी अब पछाडि लाँदाखेरि सिधै रुखमा ठोकेर तल झरेको छ र यहाँ ठ्याक्क ड्रोन पनि भेटाइसक्नु भयो हाम्रो सागर दाइले। सो फाइनल्ली इन्सुरेन्सको पैसा पनि बच्यो हैन। त्यसपछि उड्छ अब फेरि
सो अब फेरि उडाउनु ट्राई गर्छौँ फेरि उड्यो भने चाहिँ हामी ड्रोन सट मजाले हाल्नेवाला छौँ है त अहिले चाहिँ अब हामी झर्ना हेरेर माथितिर लाग्दैछौँ अब हामी कहाँ जाने हो त्यो उस थ्री सिस्टर माउन्टेन हेर्न जाने होइन सो त्यहाँ जान्छौँ त्यसपछि हामी अरू धेरै हेर्दैनौँ त हामी यहाँदेखि माथि जाँदैछौँ माथि चढ्न त लास्टै गाह्रो हुँदो रहेछ चढ्दा चढ्दा नसकेर माथि रेस्ट लिएको छौँ लास्टै तल छ क्या लास्टै तल छ भिर हेरेर तपाईँहरू अनुमान गर्न सक्नुहुन्छ लास्ट तल छ हामी त्यति धेरै तल पुगिरहँ अहिले माथि आउँदा बल्ल रिग्रेट भइरह सो हामी चाहिँ यहाँ माथि आइसकेको छौँ मेरो नखिच्नु भने नि यहाँ थकित छन् होइन पनि थकित छु केटाहरू उता अगाडि भागिसकेछन् अब त्यसपछि अब बल्ल सम्मो रोडमा आइसकेपछि थकान हट्दाखेरिको त्यो खुसी बल्ल हामीलाई थाहा भइरहेको छ अब हामी सिधै कार पार्कमा जानेछौँ गाडी लिनेछौँ अनि हेरौँ अब त्यो थ्री सिस्टर माउन्टेन भन्ने छ 3टा माउन्टेन एकैचोटि जोडिदिएको सो अब हामी त्यहाँ जान सक्यौँ भने जान्छौँ नत्र घरतिर लाग्छ होला किनकि लास्टै थकायो ओके सो हामी अहिले यहाँ थ्री सिस्टर माउन्टेन हेर्न आइसकेको छौँ उता गाडी साडी पार्क हानेर होइन सो अब हामी जाम गएर होइन गएर हेरौँ सबले सेलिब्रेटी जस्तै हेरिराख्यो नि हेरौँ हो हामी सेलिब्रेटी फ्रम नेपाल होइन त्यसपछि जाम अब हिँड्नुमा च्यानल गर्दै होइन तर च्यानल छैन यत्तिकै मजाकमा ब्लग बनाएको सम्बन्ध किन हो सेन्टीमा छैन रिजन त कहाँ हो टलाइरहेको तिमी यहाँ पनि ऱ्याप यहाँ पनि ऱ्याप हो त ऱ्याप पार्टी सो पानी परिरहेको थियो र हामी चाहिँ हाम्रो घरबाट 100 किलोमिटर टाढा थियौँ त्यही भएर हामी छिटै फर्किनु पर्ने भएको कारण हामी फर्क्यौँ अनि हाम्रो ब्लगको इन्डिङ पनि आज यही लास्ट क्लिपको साथ हुनेछ सो यति नै रहेको छ हाम्रो ब्लू माउन्टेनको ट्रिपमा सो फेरि म नयाँ ब्लग लिएर आउनेछु नयाँ ट्रिपहरू गएको बेलामा म हजुरहरूलाई देखाउने छु हाम्रो ब्लग हेर्दै गर्नु होला च्यानलमा स्टे रहनु होला थ्याङ्क यू सो मच फर वाचिङ